होला भन त मुस्ताङ घुम्न जाने कि नजाने भन् त केटा? तँलाई थाहा छ त यार मेरो बाउ कस्तो हरामी छ भनेर मलाई जान दिँदैन के। यत्रो भएर पनि बाउलाई पर्मिसन माग्ने त थक्क। अनि पैसा तेरो बाउले दिन्छन्? हेर केटा आउने भए आइज नत्र हामी चाहिँ जान्छौँ है। ल ल रुक 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 म बाउसँग कुरा गर्छु है त रुक। बाउ ए यता पिताश्री। अनि के अचम्म हो यो? अचम्म होइन पिताश्री, म हजुरको एकमात्र पुत्र। ए गलत कुपुत्र त्यस्तो होइन नि पिताश्री, जस्तो भए पनि हजुरकै त बिहे हो। खै ओ बेला मैसँग खासै भर लाग्ने आइमै त होइन तेरि यहाँ के थाहा। यदि मेरी आमाको बारेमा एक शब्द मात्र पनि नराम्रो बोलिस् भने म बिर्सिदिन्छु कि त मेरो बाउ हो भनेर। घरमा खान मन छैन? हजुर त मेरो भगवान स्वरूप पिताश्री हो नि त होइन र? के हो कुरो छिमा पिताश्री? किन यति साह्रो भित्रै छिरुम्ला जस्तो गरेको छ? के हो कुरो चाहिँ के हो? खासमा कुरो चाहिँ के भन्दै मेरा मित्रहरू भ्रमणका लागि मुस्ताङ प्रस्थान गर्न लागेको रहेछ। त्यही भएर म पनि सहयात्रीको रूपमा प्रस्थान गरौँ कि भनेर हजुरसँग अनुमतिको लागि उजुर दर्ता गर्न आएको हजुर। ए मुस्ताङ जाने? हजुर पिताश्री। जा हजुर पिताश्री जा, भैँसेमा त घुम्ने उमेर छ, घुम रमाइलो गर होइन? हजुरको धन्य होस्। ल शुभयात्रा है त। तर पिताश्री सानो समस्या परेको छ। हजुर त्यो समस्यालाई पनि समाधान गरिदिएदेखि यो गरिबलाई बडो उपकार हुने थियो पिताश्री। ए तेरो बाउ हुन्जेल चिन्ता नगर न। भन्न कस्तो तँलाई के समस्या पर्यो? म अहिले ठिक पारिदिन्छु, अहिले समाधान गरिदिन्छु। भन् त के समस्या पर्यो? खासमा चाहिँ प्रस्थान गर्न र आगमनका लागि अलिकति खर्च लाग्ने भएको कारण हजुरले त्यो खर्च जुटाइदिएदेखि यो दिन दुखीको दिन खुल्ने थियो। ए भइहाल्छ नि। कति छ? 100 रुपियाँले पुग्छ? मात्र 25,000 पिताश्री। 25,000? ए तँलाई थाहा छ 25,000 कतिवटा तिरो हुन्छ भनेर? थाहा छ नि पिताश्री। भन् त भन्। तिनवटा पिताश्री। ए होइन, तिम्रो आमा छोरालाई पैसा कति चाहिन्छ? कति चाहिन्छ पैसा आमालाई? हो त अस्ति अघिल्लो महिनामा 20,000 मागी, त्यसको 15 दिन पछाडि फेरि 15,000 मागी, टोटल 35,000 भयो होइन? अनि हुँदा हिजो बेलुका त्यो सुत्ने बेला बुढा आज त 69 है भन्तिर खुसी भएको त त्यही पैसा मागिरहेछ। अनि आज बिहानै हगेर आएर बसेर पानी खान पाएन मैले, त फेरि 25,000 माग्छस्? ए म के हो सिजी कम्पनीको तोपिने चौधरी हो म? होइन पिताश्री होइन। तर मम्मीले त्यत्रो पैसा चाहिँ के गरेर हुँदो रहेछ त पिताश्री? मलाई के थाहा त, मैले दिएको भए त हो त नि जाठ। मलाई त चाहिन्छ भाउ, जसरी नि चाहिन्छ, नत्र म त घर छोडेर हिँडिदिन्छु। ए म त हिँडिदिन्छु। के अरे घर छोड्ने अरे? म त हिँडिदिन्छु। उहाँ छ ऊ पैसा हो होइन सुटकेस। मलाई पत्याउनु भएको? म मरिदिन्छु है, हेर्नु है म मरिदिन्छु है। मर न त अर्को जन्माइ जान्छ जाँठो। साँच्ची मलाई नपत्या हो। म मुसाको दबाई खाएर होइन, मुसाको दबाई खाएर मरिदिन्छु नि फेरि म। के अरे मुसाको दबाई खाएर मर्छु रे? आर यु सिरियस? ए तेरो बाउ हुँदै तँलाई म मुसाको दबाई खाएर मरिदिन्छु होला? ए त्यस्तो घटिया सोचेको छस् नैले मलाई? तेरो बाउ पो हो त होला, लाउन खान दिन सकिनँ होला, तर तँलाई म मुसाको दबाई खाएर मरिदिन्छु? त्यो हुँदैन नि, छोरो होइन त मेरो, म तेरो बाउ हो नि त। मलाई एउटा कल गर्नु दे। यस प्लान काम गरेर जस्तो छ। हेलो साउजी, मलाई त 3 मिटर जति त सुतीको डोरी पठाइदिनु त भारतसम्म। हजुर भेरी अर्जेन्ट हो है, तँ मलाई पठाइदिइहाल्नु त। हस् है त, भारतसम्म चाहिँ जसरी पठाउनु पर्यो है त। हस् हजुर हस्। सुतीको डोरी? के सुतीको डोरी? यो मुसाको दबाई भने कस्तो हुन्छ जान्दैन होइन, कुनै बेला एक्सपायर हुन्छ नि त, अनि हत्तपत्त त्यो सास जाँदैन क्या मलाई। त्यही भएर म तेरो बाउ भएको नाताले म तँलाई त्यसरी तडपी मरेको देख्न सक्दिनँ नि त छोरा। सक्छु त सक्दिनँ नि त। त्यही भएर टक्कसँगले डोरी घाँटी एक जग्गा खिडिक्क काम खलास, न कुनै दुःख न तडपिन पर्यो न केही हो होइन। त्यही भएर है म त्यति चाहिँ गर्न सक्छु है। धन्यवाद।